नमस्ते साथीहरू, नेपाली कथा 2M मा तपाईलाई स्वागत छ। मेरी गर्दनी पूर्ण रूपमा मातिएकी थिइन्। मैले उनलाई मेरो काँधमा बोकेर उनको शयन कक्षमा लगे र ओछ्यानमा सुताए। उनी पूर्ण रूपमा बेहोस भइसकेकी थिइन्। उनलाई सुताएपछि म निस्कन लाग्दा उनले भनिन्, छोरा ढोका बन्द गर र म कहाँ आऊ, म तिमीलाई केही महत्त्वपूर्ण कुरा भन्न चाहन्छु। मैले उनलाई भने, आन्टी तिमी अहिले धेरै मातिएकी छौ, तिमी केही समय आराम गर्नुपर्छ, म पछि तिमी कहाँ आउँछु यति भनेर म जान थाले। उनले तुरुन्तै मेरो हात समातेर मलाई आफूतिर तानिन्। उनले भनिन्, छोरा तिमीलाई थाहा छ तिम्रा काकाले मलाई केही वर्ष अघि छोडेर गएका थिए। म धेरै महिनादेखि यो खुसीको लागि तृष्णा गरिरहेको थिएँ र अब तिमी पनि मलाई छोडेर जाँदैछौ, कृपया मेरो कुरा सुन। मैले भने, होइन आन्टी, यो बिल्कुल गलत हो र म त्यसो गर्दिन। उनले मलाई प्रलोभनमा पार्दै भनिन्, यदि तिमी मेरो कुरामा सहमत छौ भने म तिमीलाई प्रस्ताव राख्न चाहन्छु। मैले भने, म बुझ्दिन कि तिमी कस्तो प्रस्तावको बारेमा कुरा गर्दैछौ। उनले भनिन्, यदि तिमी मेरो प्रस्तावमा सहमत भयौ र मसँग त्यो गर्यौ भने म तिमीलाई तिम्री बहिनीको विवाहको लागि चाहिने सबै पैसा दिनेछु। यो सुनेर म धेरै खुसी भएँ। मैले सोचे, यदि मैले उनको प्रस्ताव स्वीकार गरे भने मसँग मेरी बहिनीको विवाहको लागि पैसा हुनेछ र एकै समयमा केही रमाइलो पनि गर्नेछु। मैले उनलाई सोधे, के तिमी सत्य बोल्दैछौ? उनले भनिन्, हो, म साँचो भनिरहेकी छु, तर यदि तिमी मलाई खुसी बनाउन सक्छौ भने मात्र म तिमीलाई पैसा दिनेछु। सत्य यो थियो कि उनको श्रीमानले उनलाई केही वर्ष अघि छोडेर गएका थिए र त्यसबेलादेखि उनी आफ्नो ठुलो घरमा एक्लै बस्छिन्। उनको एक छोरी छिन् जो अस्ट्रेलियामा धेरै टाढा बस्छिन्, त्यसैले उनको दुःख बाँड्ने कोही थिएन र उनको आवश्यकता पूरा गर्ने श्रीमान थिएन। केही महिना अघि उनले मलाई आफ्नो घर भाडामा दिइन्। इमानदारीपूर्वक भन्नुपर्दा उनी धेरै सुन्दर छिन् र आफ्नो फिगर धेरै राम्रोसँग कायम राखेकी छिन्। 36 वर्षकी भए पनि उनी 26 वर्षकी देखिन्छिन्। 4 महिना अघि म पहिलो पटक भाडामा लिएको कोठा हेर्न काकीको घरमा आएँ। उनले ढोका खोलिन् र मैले उनलाई देख्ने बित्तिकै म उनीमा हराइहालेँ। त्यसपछि काकीले चिच्याएर भनिन्, केटा तिम्रो ध्यान कहाँ छ? तिमी कोठा हेर्न चाहन्छौ कि चाहदैनौ? मैले भने, हो काकी, कृपया मलाई कोठा देखाउनुहोस्। त्यसपछि काकीले मलाई कोठा देखाउन लगिन्। उनी मेरो अगाडि हिँडिरहेकी थिइन् र म उनलाई पछ्याउँदै थिएँ। मेरो आँखा एउटै कुरामा अडिएको थियो। मैले भने, काकी तपाईँको कोठा धेरै ठुलो र राम्रो छ, म भोलि मेरो सामान लिएर यहाँ आउनेछु। काकीले भनिन्, यदि म यहाँ बस्न चाहन्छु भने मैले केही नियमहरू पालना गर्नुपर्छ। मैले सोधे, कुन नियम? काकीले रमाइलो स्वरमा भनिन्, जब म तपाईँलाई मेरो कोठामा बोलाउँछु तपाईँ आउनुपर्छ, मैले जे भन्छु त्यही गर्नुपर्छ। मैले भने, ठिक छ काकी, म तपाईँले भनेको सबै कुरामा सहमत छु। तर म सोचिरहेको थिएँ कि अचानक काकीलाई के भयो? उनी मसँग किन यसरी कुरा गरिरहेकी थिइन्? मलाई उनीसँग कुनै समस्या थिएन किनकि उनी साँच्चै सुन्दर थिइन्। उनलाई देखेर मलाई ममा केही उत्तेजित भएको महसुस भयो। भोलिपल्टै म मेरा सबै सामानहरू लिएर भित्र सरे। त्यो साँझ काकीले मलाई आफ्नो कोठामा बोलाइन्। जब म भित्र गएँ मैले उनलाई फिल्म हेरिरहेको र उनको अगाडि टेबलमा वाइनको बोतल देखेँ। उनले मलाई हेरिन् र भनिन्, भित्र आऊ छोरा, मेरो छेउमा आएर बस। हामी दुवै कुरा गर्न थाल्यौँ। उनले मलाई सोधिन्, के सबै कुरा मिलाइएको छ वा अझै केही गर्न बाँकी छ? मैले भने, सबै कुरा सकियो आन्टी, मैले ल्याउन केही साना सामानहरू मात्र बाँकी छन्। उनले भनिन्, ठिक छ, कुनै समस्या छैन, मेरो छेउमा आएर बस। त्यसपछि म गएर उनको छेउमा रहेको सोफामा बसेँ। आन्टीले भनिन्, छोरा तिमी किन यति टाढा बसिरहेका छौ, यहाँ आएर बस। मैले भने, होइन आन्टी, म यहाँ ठिक छु। आन्टीले भनिन्, यदि तिमी यहाँ आएनौ भने म तिम्रो छेउमा आएर बस्छु। यति भनिसकेपछि उनी फुसफुसाइन् र मेरो छेउमा बसिन्। मलाई यो सबै धेरै अनौठो लाग्यो। आन्टीको मनमा के भइरहेको छ भनेर म बुझ्न सकिनँ। मलाई असहज देखेर आन्टीले सोधिन्, के भयो, तिमीलाई महिलाहरूको छेउमा बस्न मन पर्दैन? मैले भने, त्यो कुरा होइन आन्टी, तर मैले कहिल्यै सोचेको थिइनँ कि तिमी अचानक मेरो छेउमा आएर बस्नेछौ। काकीले भनिन्, कुनै समस्या छैन, अब भन्नुहोस् तपाईँको नाम के हो? मैले भने, आन्टी मेरो नाम करण हो। काकीले जवाफ दिइन्, करण सबैको जीवनमा पहिलो पटक केही हुन्छ। हामी कुरा गर्दै गर्दा उनले मेरो हात समातिन् तर म उनलाई केही भन्न सकिनँ। काकीले भनिन्, करण तिमीलाई थाहा छ कि मेरो श्रीमानले मलाई 1 वर्ष पहिले छोडेर गएका थिए र म त्यसबेलादेखि पूर्ण रूपमा एक्लो छु। मैले सोधे, आन्टी काकाले तपाईँलाई किन छोड्नुभयो? काकीले जवाफ दिइन्, जब मेरी छोरी जन्मिइन् डाक्टरले मलाई
भन्नुभयो कि म फेरि कहिल्यै गर्भधारण गर्न सक्दिन। यो सुनेर मेरो श्रीमान धेरै दुखी भए, किनभने उनी सधैँ छोरा चाहन्थे। केही महिनापछि उनले मलाई भने कि म उनलाई उत्तराधिकारी दिन नसक्ने भएकोले उनी मलाई छोडेर पुनर्विवाह गर्न जाँदैछन्। मैले उनलाई बुझाउने प्रयास गरेँ कि आजको समयमा छोरा र छोरीमा कुनै फरक छैन। छोराले जे गर्न सक्छ छोरीले पनि गर्न सक्छिन्। हाम्री छोरीले हामीलाई छोराले गर्न सक्ने सबै खुसी दिन सक्छिन्। तर उनले मेरो कुरा सुनेनन् र हामी दुवैलाई छोडेर गइन्। मैले उनको छोरीको बारेमा कहिल्यै सुनेको थिइनँ। मैले उनलाई सोधेँ, काकी तपाईँ आफ्नो घरमा एक्लै बस्नुहुन्छ, तपाईँकी छोरी कहाँ छिन्? काकीले भनिन्, उनी पढ्न अस्ट्रेलिया गइन्। केही समय गफ गरेपछि म बिहान अफिस जानुपर्ने भएकोले म त्यहाँबाट निस्किएँ। एक साँझ जब म कामबाट फर्किएँ, मैले काकीको कोठाबाट केही आवाजहरू सुने। आवाजहरू कसैले काकीलाई केही गरिरहेको जस्तो लाग्यो। सुरुमा मैले सोचेँ कि काकीले केही गर्दै हुनुहुन्छ, त्यसैले म आफ्नो कोठामा गएँ। केही बेरपछि फर्कदा पनि आवाजहरू आइरहेको सुने। त्यसपछि मैले आन्टीको कोठामा एक झलक हेरेँ र छक्क परेँ। आन्टीले एउटा ठुलो बैंगन समातेर बसेकी थिइन्। मलाई मेरो आँखामा विश्वास लागेन, तर म केही बेर त्यहाँ उभिएर कार्यक्रम हेर्दै थिएँ। मलाई पनि त्यो सुन्दर दृश्यको आनन्द लिन थाले। त्यतिकैमा आन्टीले आफ्नो काम सकेर बाहिर निस्कन थालिन्। उनलाई बाहिर निस्केको देखेर म तुरुन्तै भागे। मलाई लाग्न थाल्यो कि आन्टी यो उमेरमा पनि धेरै मेहनती छिन्। मैले उनलाई बैंगन प्रयोग गरिरहेको देखेँ। उनको लागि मेरो सम्मान झनै बढ्यो। एक साँझ म बजार जाँदै थिएँ। आन्टी मेरो कोठामा आइन् र सोधिन्, छोरा बजार जाँदै हुनुहुन्छ? मैले भने, हो आन्टी, म केही तरकारी किन्न जाँदैछु। आन्टीले भनिन्, छोरा कृपया मेरो लागि पनि 2 किलो बैंगन ल्याइदिनुहोस्। मैले भने, ठिक छ, म ल्याइदिन्छु आन्टी। अनि त्यससँगै म बजार गएँ। जब म फर्किएँ, आन्टीले मलाई चियाको लागि आफ्नो कोठामा बोलाउनु भयो। म त्यहीँ बसेँ अनि चिया पिउन थाले। त्यसपछि बुबाले मलाई फोन गर्नुभयो। उहाँसँग कुरा गरेपछि म अलि तनावमा परेँ। म गएको थिएँ। मेरो अनुहारमा तनाव देखेर आन्टीले मलाई सोधिन्, के भयो छोरा? बाबासँग कुरा गरेपछि तिमी अलि उदास देखिन्छौ। मैले उनलाई भने, केही छैन आन्टी, मेरी बहिनीको विवाह नजिकिँदैछ, तर हामीले अहिलेसम्म दाइजोको व्यवस्था गरेका छैनौँ। केटाको परिवारले दाइजोको रूपमा 3 लाख मागेको छ, तर अहिलेसम्म हामीले 3 लाख मात्र जुटाउन सफल भएका छौँ। यो एकमात्र चिन्ता हो जसले मलाई र मेरो परिवारलाई सताइरहेकी छ। आन्टीले भनिन्, म तपाईँलाई मद्दत गर्न सक्छु, तर बदलामा तपाईँले मेरो लागि एउटा उपकार गर्नुपर्छ। मैले भने, आन्टी, म पैसाको लागि जुनसुकै काम गर्न तयार छु। आन्टीले भनिन्, मसँग विवाह गर्नुहोस्, त्यसपछि म तपाईँलाई र तपाईँको परिवारलाई कहिल्यै पैसा बिना जान दिने छैन। म छक्क परेँ। मैले भने, आन्टी, तपाईँ के भन्दै हुनुहुन्छ? म तपाईँसँग कसरी विवाह गर्न सक्छु? आन्टीले भनिन्, सोच्नुहोस्, म अहिले नै तपाईँको हातमा 3 लाख रुपैयाँ दिन तयार छु। मलाई पैसाको यति धेरै आवश्यकता थियो कि म उनको प्रस्ताव स्वीकार गरेँ। त्यसपछि काकीले भनिन्, तर एउटा शर्त छ, तिमी बहिनीको विवाहमा जानु हुँदैन, तिमी सधैँ मसँगै बस्नेछौ। मैले भने, त्यो सम्भव छैन काकी, यदि म मेरी बहिनीको विवाहमा जान्न भने उनको विवाहको लागि कुनै व्यवस्था हुने छैन। मेरो बुबा धेरै वृद्ध हुनुहुन्छ, उहाँ यति कडा परिश्रम गर्न सक्षम हुनुहुने छैन। मेरी आमा पनि धेरै बिरामी हुनुहुन्छ। मैले मेरी बहिनीको पनि हेरचाह गर्नुपर्छ। तर काकीले सुनिनन्। उनले भनिन्, होइन, तिमी घर फर्कने छैनौ, म तिमीलाई पैसा दिनेछु, तर तिमी घर फर्कनुहुन्न भन्ने शर्तमा। मैले काकीलाई आत्मसमर्पण गरेँ र उनको शर्त स्वीकार गरेँ। मैले उनीबाट 3 लाख लिए, मेरो गाउँ पठाएँ र उनीसँग विवाह गरेँ। मैले मेरा आमा बाबुलाई झुट बोलेँ। मैले मेरो अफिस हाकिमबाट पैसा उधारो लिएको थिएँ र मैले उनलाई नतिरेसम्म उहाँले मलाई एक दिन पनि बिदा दिनुहुन्न भनेर उनीहरूले मलाई दिनेछन्। त्यसैले म उनीहरूलाई सबै पैसा नतिरेसम्म गाउँ फर्कन सक्दिनँ। त्यो साँझ अफिसबाट घर फर्कदा म आन्टी कहाँ गएँ। उनले भनिन्, आज धेरै समयपछि म महिनौदेखि चाहेको खुसी पाउनेछु। हामीले एक अर्कासँग रात बितायौँ र जब म बिहान उठे आन्टीले खुसी साथ मलाई अँगालो हालिन्। उनले भनिन्, ओहो, मैले हिजो राति मेरो सम्पूर्ण जीवनमा कहिले नभएको भन्दा बढी रमाइलो गरे। तिमीले मेरो सबै कुरा सुन्यौ र मेरो एक्लोपन हटायो भन्नेमा म धेरै खुसी छु। म उनीसँग फसेको थिएँ किनभने मलाई मेरी बहिनीको लागि पैसा चाहिएको थियो। म सम्बन्धबाट पटक्कै खुसी थिइनँ, तर म अरू के गर्न सक्थे? यदि मैले यो कदम नचालेको भए मेरी बहिनीको विवाह टुट्ने थियो र उनको
जीवन बर्बाद हुने थियो। साथीहरू कथा कस्तो लाग्यो कमेन्ट गरेर आवश्यक बताउनुहोला। ल फेरि भेटौँला अर्को भिडियोमा, त्यतिजेलसम्म धन्यवाद।